आफ्नो गाउँमा आएका खुकुरीसँग गाउँमा हिँड्थे अनि त्यहाँ आएका तल उत्तल्लो गाउँ याङपाङका लिम्बू भुटे गाउँ गएका रहन् म चाहिँ घरबाट मान्छे तल लिम्बू गाउँ भैँसी लगेको थिएँ उता बेला भैँसी हेर्नु लागेको थियो कान्छा बाबुकामा खलाङ्गा थियो त्यहाँ बसिन्थ्यो तल गएर भैँसी धेरै भुइँ खर्काएर बुढालाई दाजु दिदीलाई बोलाएर भैँसी राम्रो हेर है अहिले चाहिँ आउँछु म भने अलि माथि आएर फर्केर माथि आउँदा तल्लो घरमा स्याएको चाहिँ आँगनमा हाम्रो एउटा कुन्यौ लगाएको थियो त्यहाँ स्याएको चाहिँ आँगनमा सानो कुन्यौ धानको कुन्यौ त्यहाँ आँगन छेउ त्यहाँ लगाएको थियो मान्छे पाचन उखुबारी थियो जम्मै अनि आयो उखुबारी फेरि बाटो थियो निस्केर आँगनमा आएर तुलसा मसा उभियो तुलसा मसा मास्टर सानो बारीको गएर थियो त्यो गएर मास्टर मूल गल्ली छ गाह्रो छ यतापट्टि गाडाका माथि माथि मान्छेहरू छन् मान्छे बस्तु हिँड्ने चेप छ त्यहाँदेखि मास्टर हाम्रो बारी छ त्यो गाडामा आएर अब गाडामा यसो उक्दैन अनि त्यो तल खालामा खप्छौँ अनि मासु निस्किँदा हाम्रो बारीमा आइन्छ मासु कोदो टिप्दै छौँ त्यहाँ हामी शीतल त स्याउट्ने बुढी खलकी स्याउट्ने बुढी खेतालो आएकी छन् कन्सालको घर अगाडि कोदो थियो हाम्रो त्यहाँ कोदो टिप्दै म घरमा पाती चलाउने काम थियो पाती चलाएको गरेर म चाहिँ सबै गएर आउँदै गएर त्यो बिहान मारे उँभो गएको परेर आएँ यहीँ आइपुगेँ बाटोमा एउटा मगाएको त्यहाँ छिटो बोकेर चाहिँ दौडो जोडा छन् एउटा पछाडि अगाडि भएर आएँ ती आएर त्यो गल्ली गरेर आउँछन् होला भनेर म चाहिँ गाह्रो अल्गो छ गाह्रोमा यसो हात लगाएर थिएँ त्यहीँ आइपुग्यो म उता आएर गाह्रोमा यसो उक्लन खोज्दा त्यहीँ आइपुग्यो हिर्कायो त्यो सिर्कनाले हिर्काउँदा म पछि त्यो गाह्रो उयो पछि लाग्यो त्यही सिर्कन धुलो पिछो भयो त्यही मकाएको बोकेर धुलो पिछो गयो अनि खुद म गरामा उभिएँ मुन्टुला आँगनमा एउटा लिम्बुनी कोदो केलाउँथेँ अनि आँगन छेउमा हाम्रो धानो कुन्यौ छ त्यहाँ त खुट्टा मासु गाह्रोमा उभियो गाह्रो चल्दै ओर्यो म भाषु च्याप्पै समात्यो हातमा तपाईँको हातमा नारीमा च्याप्पै समात्यो अब अर्को मेरो खुट्टा बेला दिएपछि हातमा समात्यो चिन्नु जान्नु केही छैन समाति हातमा 5 रुपियाँ राख्या 5 रुपियाँ राख 3 रुपियाँ कहाँ पार राख्ने चिप्प लाग्यो अनि राख भनेर खुकुरी भिडिया छ यहाँ त मलाई समाएको थियो अर्को समाएको छ अनि मलाई छोडेर यो खुकुरी झिक्यो है मलाई समाएर यो हातलाई खुकुरी झिक्यो खुकुरी आएन अलिकति निस्क्यो सेतो अनि त्यो खुकुरी झिक्नको लागि मलाई छोड्यो यो बिलमा समात्यो यस हात चाहिँ त्यो दाँत समात्यो सस्तो झिक्ने खुला खुकुरी झिकि नसक्दा खुकुरी झलल देखेँ मेरो सातो गइगयो त्यहाँ त आमा मलाई कराउनु भयो कराएर बरक्क उफ्रेको त उसले पनि खुकुरीदेखि हात छोडिरहेको त्यो एउटाले थामेन छ त्यसको हात खुस्केर चल्दै चोर्साको मोर्साका बाँधे उखुमा झऱ्याङ भएछ त्यो लिम्बुनी भएको त्यो कोलाको झुलामा पङ्गे फाल्ने लिम्बुनी भाग्यो अघि कहाँ गइगई छ त्यहाँ गएर त्यो कुन्यौ माथि एकखेप चेकेँ त्यहाँ सिधै तल उखुबारीमा एकखेप चेकेँ पङ्गे तल पुगेँ त्यो बारीको पुच्छारमा पुग्यो उँभो हेर्दा आएछ र मैले उखुबारीको छेउमा हेर्दै रहेछ त्यो जन्मारे अनि
तल पुजाले म यसो गाह्रो लाउँदै रहेछ सुब्बा अब मलाई धनी काटे हो कहाँका मान्छेहरू कोही धनी काटे हो मामा हो भनेर तिमीलाई भने बोलाउनुपर्छ है ज्यान मारे आएको छन् ज्यान मारे आएको छ गाउँमा बोलाउनुपर्छ है भने हो मैले फेरि ज्यान मारे पहिला याङपाङका भालेपछि भन्थे मान्छे काटेर ज्यानमा परेका भागे सुक्यौँ गएका यहाँ आउँछ हिउँदा कहिले काहीँ टङ्ख गर्नुपर्छ है भने ज्यान मारे आएका छन् भन्यो अनि यसो माथि हेर्दै रहेछ कति बजी अब गए नै बाटो भनेर बिस्तारै आएँ आएको त त्यो आँगनभरि त्यो कुयोभरि रोक्दै झिक्दाखेरि म त्यहाँ कसो सिधा मेरा बदलती देउरालाई फाँडिएछ भित्र आत्मा झिकिसक्दाखेरि बाटो निस्केछ त्यो हात चाहिँ काटेछ ए उसैको काटेछ उसैको ए खुकुरी दाबाट स्वाट झिक्ता हातै छापे काट्यो धार निस्केछ तल ए दाबाट तल चारै अरे काटेका अनि अलि मासु आएर त्यो लिमुनको घर थियो एउटा चित्राको त्यसलाई त्यो लिमुनको घरमा आएर भित्र पसेर शिर काटेछ शिर काटेर ढुङ्गा निकालेर बाँधेछ त्यहाँ अनि बाँधेछ त्यहाँ लागेछन् त्यति बेला मासतिर मासतिर घरमा कोदो टिपेछन् आमा चाहिँ त्यहाँ लागि साइलो क्या काखामा थियो मास्टर घरमा पढ्दै खाँदै गर्दैछन् मन्त्र त्यहाँ खुप्पु कोदो टिपेछन् त्यहाँ त एउटा त्यहाँ हात यसो लिएर बाटा छ त्यहाँ चाहिँ माछा चाहिँ फुपूका असार निकालका सुन खैजुरबाट सुन्यो यसो हात गरेर छ फुपूका सुन चियापत्ती बेलुका धन्यवाद छ अनि आमा चाहिँ माछा कोदो नानी पुगेर माछा गाएर पुगेर चाहिँ माछा फर्के कराइसक्यो माछा कराइ फुपूका आदिहार सुन्दे भन्दैछ अगाडि उभिएर माछा ए नानी भएर माछा घरमा मान्छे छन् ती फुपूका छोरा पनि त्यहाँ छन् ए नानी भनेर तेरो नानी छोरी त बाबु लिएन भन्नुभयो त्यहाँबाट नानी सुन लगो ती फुपूका लान पाएन माछा गएर बाहिर आँगनमा निस्के केटाहरू निस्केर खुट्टा थाला बाटा लिएर यहाँ रोल बोकेर यहाँनिर यस्ता रोल बोक्ने र यस्ता खुकुरी भिज्ने आयो भने ज्यान मारे आएर जान्नु भन्दै गए अनि म पनि खुट्टा माथि आइपुगेँ बिराएका थिएँ बजिया कति सालतिरको कुरा होला यो दाजु वर्षीको छु भनेको मनोजको बुवा वर्षीको ठुल दाजु वर्षीको भक्ति वर्षीको ए सालदाजु वर्षीको थियो अब एउटा कुरा ल ठिक छ त्यो पनि बुझ्यो अब एउटा कुरा चाहिँ सुन्न मन लाग्यो त्यो अनिकालले विचित्र भएर मकै धानको ढुटो कुटेर खाएको साल कुन साल हो होइन त्यो एकचोटि थियो नि तपाईँहरूलाई धानको ढुटो कुटेर खाएर केटाकेटीलाई अनि घरमा आमाले अलिकति के सामान लुकाइराखेको अनि बाले आमा आउनुभन्दा अगाडि नै छोराछोरीलाई खुवाएको कुन सालतिरको कुरा हो त्यो म छु त्यति बेला 11 वर्षको छु 11 वर्ष भनेपछि 71 81 82 सालको